स्वागत छ। आज हामी बाल्टिमोरको एउटा नेपाली रेस्टुरेन्ट र त्यसका संस्थापकको कथामा अलि गहिरिएर हेर्दैछौँ। हाम्रो हातमा सन् 2017को एउटा टेलिभिजन अन्तर्वार्ताको सारांश छ, जसमा शेफ अमर बहादुर छन्त्यालले आफ्नो रेस्टुरेन्ट माउन्ट एभरेस्ट बारेमा कुरा गर्नुभएको छ। हो, र यो कुनै साधारण रेस्टुरेन्टको कथा मात्र होइन। यो त एउटा आप्रवासीले अमेरिकामा कसरी आफ्नो सपना पूरा गर्छ, परम्परा र नवीनतालाई कसरी मिलाउँछ, अनि सबभन्दा महत्त्वपूर्ण ग्राहकको मन कसरी जित्छ भन्ने एउटा केस स्टडी नै हो भन्दा हुन्छ। हो, आज हामी यही केस स्टडीलाई अलिक खोज्नेछौँ। ल त्यसो भए सुरुदेखि नै सुरु गरौँ। यो कथा सुरु हुन्छ सन् 1996मा, जब शेफ अम्मर अमेरिका आइपुग्नुहुन्छ। अन्तर्वार्तामा भनिएको छ, उहाँ सुरुमा भारतीय रेस्टुरेन्टहरूमा काम गर्नुहुन्छ र त्यसको ठिक 4 वर्षपछि सन् 2000मा आफ्नै रेस्टुरेन्ट खोल्नुहुन्छ। यो सुन्दा त एकदमै छिटो प्रगति जस्तो देखिन्छ, हैन र? 4 वर्षमै कर्मचारीबाट मालिक बन्नु। हो, तर ती 4 वर्षलाई सामान्य रूपमा हेर्नु चाहिँ ठूलो भूल हुन्छ। त्यो त उहाँको बिजनेस स्कुल थियो भन्नुपर्छ, जहाँ उहाँले किताबी ज्ञान होइन, एकदमै व्यावहारिक ज्ञान आर्जन गरिरहनु भएको थियो। व्यावहारिक ज्ञान कस्तो हिसाबले? सोच्नुस् त, उहाँले भान्सामा खाना मात्र पकाइरहनु भएको थिएन। उहाँले त अमेरिकी ग्राहकको स्वादको अनुसन्धान गरिरहनु भएको थियो। उनीहरूलाई कस्तो मसला मनपर्छ, कुन परिकार बढी बिक्छ, होइन? खाना पस्किने तरिका कस्तो हुनुपर्छ, यो त प्रत्यक्ष बजार अनुसन्धान थियो। मतलब उहाँले अरूको लगानीमा आफ्नो लागि बजार बुझ्ने मौका पाउनुभयो नि त, होइन? ठ्याक्कै। यो त निकै चलाखीपूर्ण कदम हो। उहाँले कुन कुराले काम गर्छ र कुनले गर्दैन भन्ने कुरा आफ्नै रेस्टुरेन्ट खोल्नु अघि नै सिकिसक्नु भएको रहेछ। त्यो केवल खाना पकाउने अनुभव थिएन, त्यो अमेरिकी खाद्य बजार, ग्राहक सेवा र रेस्टुरेन्ट व्यवस्थापनको एक किसिमको तालिमै थियो। त्यसैले जब उहाँले सन् 2000मा आफ्नै रेस्टुरेन्ट खोल्ने निर्णय गर्नुभयो, त्यो कुनै भावनात्मक निर्णय थिएन। त्यो त तथ्याङ्क र अनुभवमा आधारित एक रणनीतिक निर्णय थियो। अनि रेस्टुरेन्टको नाममा आउँ, माउन्ट एभरेस्ट। यो नाम आफैमा एउटा कथा हो जस्तो लाग्छ। अन्तर्वार्तामा उहाँले भन्नुहुन्छ, माउन्ट एभरेस्ट नेपालमा विश्वको शिखर हो। मलाई लाग्छ यो सबैलाई थाहा छ। यो भनाइ सरल छ, तर यसको पछाडिको सोच गहिरो छ। उहाँको चलाकी हेर्नुस् न। उहाँले नेपाल रेस्टुरेन्ट वा छन्त्याल किचन जस्तो सोझो नाम राख्न सक्नुहुन्थ्यो, तर त्यसले सायद अमेरिकी ग्राहकलाई अलि अनौठो वा अपरिचित महसुस गराउन सक्थ्यो। बरु उहाँले रोज्नुभयो एभरेस्ट, एउटा यस्तो नेपाली प्रतीक जसको विश्वव्यापी पहिचान छ, प्रतिष्ठा छ, सम्मान छ। ओ, एभरेस्ट भन्ने बित्तिकै मान्छेको दिमागमा नेपाल त आइहाल्छ, तर त्यससँगै उचाइ, उत्कृष्टता अनि साहसिकताको भाव पनि आउँछ। यसले ग्राहकलाई नेपाली भनेर तर्साउँदैन, बरु उत्कृष्टता भनेर आकर्षित गर्छ। ठ्याक्कै। यो नामले रेस्टुरेन्टलाई आफ्नो नेपाली जरासँग पनि जोड्छ र सँगसँगै गुणस्तरको वाचा पनि गर्छ। यो केवल नाम मात्र होइन, यो एक ब्रान्डिङ रणनीति हो, जसले भन्छ हामी नेपाली हौं र हामी हाम्रो क्षेत्रमा शिखरमा छौं। यो पहिलो नजरमै ग्राहकको मनमा विश्वास र जिज्ञासा पैदा गर्ने तरिका हो। राम्रो नामले ग्राहकलाई ढोकासम्म त ल्यायो, तर उनीहरूलाई बारम्बार फर्केर आउने बनाउने काम त खानाले नै गर्छ। अब भान्साभित्र पसौँ, जहाँ शेफ अम्मरको असली जादु देखिन्छ। अन्तर्वार्तामा सबैभन्दा पहिले चिकन टिक्का मसालाको कुरा आउँछ, जसलाई उहाँ लगभग 90% मानिसहरूलाई मनपर्छ भन्नुहुन्छ। र यहाँनिर एउटा रोचक विरोधाभास छ के? विरोधाभास कस्तो? चिकन टिक्का मसाला जुन आज मतलब भारतीय खानाको पर्यायवाची बनेको छ, वास्तवमा भारतमा होइन, बेलायतमा आविष्कार भएको परिकार हो। एक नेपाली शेफले अमेरिकामा आफ्नो रेस्टुरेन्टको सबैभन्दा लोकप्रिय परिकारको रूपमा एउटा ब्रिटिश भारतीय परिकारलाई प्रस्तुत गरिरहेका छन्। यो निकै तहगत कुरा हो। ओहो, यो त निकै अनौठो कुरा भयो। त्यसो भए उहाँले किन यस्तो गर्नुभयो होला त? किनभने उहाँ एक आदर्शवादी कलाकार मात्र होइन, एक यथार्थवादी व्यवसायी पनि हुनुहुन्छ। उहाँलाई थाहा छ कि अमेरिकी बजारमा दक्षिण एसियाई खानाको परिचय नै चिकन टिक्का मसालाबाट हुन्छ। यो ग्राहकले चिनेको, खोजेको र मन पराएको स्वाद हो। यसलाई मेनुमा राख्नु भनेको ग्राहकलाई एउटा परिचित र सुरक्षित विकल्प दिनु हो।
सेफ बेट जस्तो। हो, सेफ बेट। यसले ग्राहकलाई रेस्टुरेन्टभित्र आउन आत्मविश्वास दिन्छ। अनि एकचोटि ग्राहकभित्र आएपछि उहाँले उनीहरूलाई आफ्नो मौलिक परिकारहरू चखाउने मौका पाउनुहुन्छ। जस्तै उहाँको चना मसाला, उहाँ यसलाई मेरो आफ्नै रेसिपी भन्नुहुन्छ। के कुराले यसलाई उहाँको आफ्नो बनायो त? उहाँले परम्परागत चना मसालामा ताजा पालक मिसाउनुभयो। यो सुन्दा सानो परिवर्तन लाग्न सक्छ, तर यसले 3वटा महत्त्वपूर्ण काम गर्छ। पहिलो, यसले परिकारलाई थप स्वस्थ बनाउँछ। दोस्रो, यसले रङ र बनावटमा नयाँपन ल्याउँछ। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, यसले उहाँलाई यो मेरो मौलिक सृजना हो भन्ने दावी गर्ने आधार दिन्छ। तर के परम्परागत परिकारमा एउटा सामग्री थप्दैमा त्यसलाई आफ्नै भन्न मिल्छ र? मौलिकताको रेखा कहाँनिर कोरिन्छ? एकदमै राम्रो प्रश्न हो। मौलिकता भनेको शून्यबाट केही सृजना गर्नु मात्र होइन। कहिलेकाहीँ परिचित कुरामा एउटा सानो तर अर्थपूर्ण परिवर्तन गर्नु पनि मौलिकता हो। मेरो आफ्नै रेसिपी भन्ने वाक्यांश आफैमा एकदमै शक्तिशाली छ। यसले ग्राहकलाई एउटा विशेष कारण दिन्छ जुन अरू कतै पाइँदैन। यहाँ आउनुस् किनकि यो पालकवाला चना मसालाको स्वाद अन्त कतै मिल्दैन भन्ने सिधा सन्देश हो। यो उहाँको हस्ताक्षर हो। स्वास्थ्यको कुरा पनि निकै जोडतोडले उठेको छ। चिकन टिक्काको बारेमा कुरा गर्दा उहाँले यो 500 डिग्री फरेनहाइट भन्दा बढी तापक्रमको तन्दुरमा पकाइने भएकोले फ्याट फ्री हुन्छ भन्नुभएको छ। यो केवल स्वादको कुरा मात्रै भएन। हो, र यो सन् 2017 को लागि निकै दूरदर्शी सोच हो। आज हेल्दी र फ्याट फ्री जस्ता शब्दहरू सामान्य भइसके, तर त्यति बेला नै बाहिरको खानालाई स्वास्थ्यसँग जोड्नु निकै चलाक कदम थियो। र त्यो 500 डिग्रीको विज्ञान पनि रोचक छ। कस्तो विज्ञान? थोरै व्याख्या गरिदिनुस् न। 500 डिग्रीको त्यो तीव्र तापक्रमले कुखुराको बाहिरी भागलाई तुरुन्तै पकाएर सील गर्छ। यसले गर्दा भित्रको रस बाहिर जान पाउँदैन र मासु एकदमै नरम र रसिलो रहन्छ। सामान्य फ्राई गर्दा तेल सोस्ने प्रक्रिया यहाँ हुँदैन। साथै मासुमा भएको बोसो पग्लिएर तन्दुरको कोइलामाथि झर्छ र त्यसबाट निस्कने धुवाँले मासुलाई एक विशेष स्वाद दिन्छ। त्यसैले यो प्रक्रियाले मासुलाई फ्याट फ्री मात्र बनाउँदैन, अझ स्वादिष्ट पनि बनाउँछ। वाह, मतलब यो स्वास्थ्य र स्वादको विन विन स्थिति भयो। उहाँले ग्राहकलाई केवल यो स्वस्थ छ भनिरहनु भएको छैन, यो किन स्वस्थ छ भन्ने वैज्ञानिक कारण पनि दिइरहनु भएको छ। हो, र यसले उहाँको आफ्नो कलाप्रतिको गहिरो ज्ञान र आत्मविश्वास देखाउँछ। उहाँ केवल एक कुक होइन, उहाँ एक खाद्य वैज्ञानिक पनि हो जो आफ्नो प्रक्रियाको बारेमा जानकार छ। नवीनताको कुरा गर्दा अन्तर्वार्तामा चारी सलाद भन्ने अर्को परिकारको पनि उल्लेख छ। उहाँले भन्नुभएको छ, यो मेरो नयाँ रेसिपी हो गर्मीको लागि। यसले के देखाउँछ? यसले देखाउँछ कि उहाँको मेनु स्थिर छैन, यो जीवन्त छ। उहाँ मौसम अनुसार र ग्राहकको माग अनुसार नयाँ परिकारहरू सृजना गरिरहनुहुन्छ। चारी सलाद गर्मीमा चिसो र ताजा केही खाने इच्छालाई पूरा गर्न बनाइएको हो। यसले उहाँ बजारप्रति कति सचेत हुनुहुन्छ भन्ने प्रमाण दिन्छ। उहाँले एकपटक मेनु बनाएर ढुक्कले बस्नु भएको छैन, उहाँ निरन्तर प्रयोग र आविष्कार गरिरहनु भएको छ। अनि उहाँलाई आफ्नो ग्राहकको मनोविज्ञानको पनि गहिरो ज्ञान भएको देखिन्छ। जस्तै समोसाको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, यो 100% मानिसहरूलाई मनपर्छ। यो अतिशयोक्ति जस्तो सुनिन्छ, तर यसको पछाडि केही अर्थ छ कि? पक्कै छ। यो कुनै हावादारी दावी होइन। यो 17 वर्षको अनुभव, हजारौं ग्राहकलाई सेवा दिएपछिको अवलोकन र बिक्रीको तथ्याङ्कबाट निस्केको निष्कर्ष हो। उहाँलाई थाहा छ कि समोसा उहाँको मेनुको सुपरस्टार हो। यो त्यस्तो परिकार हो जुन कहिल्यै फेल हुँदैन। यसको व्यापारिक महत्त्व के हुन्छ त? यसले मेन्यु इन्जिनियरिङमा मद्दत गर्छ। मेन्यु इन्जिनियरिङ भनेको कुन परिकारलाई कसै प्रवर्धन गर्ने भन्ने विज्ञान हो। जब तपाईलाई थाहा हुन्छ कि समोसा 100% हिट हो, तपाईले नयाँ ग्राहकलाई मेनु दिँदा निर्धक्क भएर भन्न सक्नुहुन्छ, सुरुवातको लागि समोसा प्रयास गर्नुहोस्, तपाईलाई पक्कै मन पर्छ। एकचोटि ग्राहकले समोसा मन पराएपछि उनीहरूले अन्य परिकारहरू प्रयास गर्ने सम्भावना बढ्छ। समोसा ग्राहकको विश्वास जित्ने एउटा माध्यम बन्छ। यी सबै कुरालाई एकै ठाउँमा जोडेर हेर्दा हामीले शेफ अम्मरको कस्तो चित्र देख्छौं?
के उहाँ एक कलाकार हो वा एक चतुर व्यवसायी? मलाई लाग्छ उहाँ दुवैको दुर्लभ मिश्रण हुनुहुन्छ। उहाँ एक कलाकार हो जसले आफ्नो परिकारमा हस्ताक्षर छोड्न मेरो आफ्नै रेसिपी भन्दै पालक मिसाउँछ। तर उहाँ एक चतुर व्यवसायी पनि हो जसले बजारमा सबैभन्दा बढी चल्ने चिकन टिक्का मसलालाई आफ्नो मेनुको मुख्य आकर्षण बनाउँछ। उहाँ परम्पराको सम्मान गर्नुहुन्छ तर त्यसलाई अमेरिकी स्वाद अनुसार परिमार्जन गर्न डराउनुहुन्न। यो एक किसिमको पाक सांस्कृतिक अनुवाद जस्तै भयो नि, हैन? उहाँले नेपाली र दक्षिण एसियाली स्वादलाई अमेरिकीहरूले बुझ्ने र मन पराउने भाषामा अनुवाद गरिरहनु भएको छ। एकदमै सटिक शब्द। र यसमा अर्को एउटा तह पनि छ, उहाँ एक कथाकार पनि हो। कथाकार? हो, माउन्ट एभरेस्ट नामले एउटा कथा भन्छ, मेरो आफ्नो रेसिपीले अर्को कथा भन्छ, 500 डिग्री तन्दुरले स्वास्थ्यको कथा भन्छ। उहाँले खाना मात्र बेचिरहनु भएको छैन, उहाँले अनुभव र कथाहरू बेचिरहनु भएको छ। र आजको बजारमा मानिसहरू खानाभन्दा बढी अनुभवको लागि पैसा तिर्न तयार हुन्छन्। साँचो हो। हामीले सुरुमा उहाँको 4 वर्षीय यात्रालाई छोटो मानेका थियौं, तर अहिले हेर्दा लाग्छ उहाँले ती 4 वर्षमा सिकेका हरेक पाठलाई आफ्नो रेस्टुरेन्टको हरेक पक्षमा लागू गर्नुभएको रहेछ। नामदेखि लिएर मेनुको परिकार, पकाउने तरिका र ग्राहकसँगको संवादसम्म। हो, हरेक निर्णय सोच विचार गरेर लिएको देखिन्छ। रेस्टुरेन्टको विश्वव्यापी नाम, परिचित र नवीन परिकारको सन्तुलन, स्वास्थ्यप्रतिको ध्यान र आफ्नो मौलिकताको दावी, यी सबै मिलेर एउटा सफल व्यवसायको सूत्र बन्छ। उहाँले आफ्नो सांस्कृतिक पहिचानलाई कायम राख्दै अमेरिकी सपनालाई साकार पार्नु भएको छ। आजको छलफलको सार निकाल्नु पर्दा हामीले शेफ अम्मरको यात्रालाई केवल एक रेस्टुरेन्ट मालिकको कथाको रूपमा मात्र हेरेनौं। हामीले उहाँलाई एक रणनीतिकार, एक बजार अनुसन्धानकर्ता, एक आविष्कारक र एक कथाकारको रूपमा देख्यौं। माउन्ट एभरेस्ट रेस्टुरेन्टको कथाले के सिकाउँछ भने सफलताको लागि आफ्नो जराप्रति सच्चा रहनु जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण नयाँ वातावरण र ग्राहकको चाहना अनुसार आफूलाई ढाल्नु पनि हो। यो परम्परा र आधुनिकता बीचको एउटा सुन्दर नृत्य हो। यो छलफलले मेरो मनमा एउटा अन्तिम प्रश्न भने छोडेर गयो। जब कुनै शेफले परम्परागत परिकारलाई नयाँ दर्शकका लागि स्वस्थ वा आकर्षक बनाउन परिमार्जन गर्छन्, हैन? तब नवीनता र मौलिकता गुमाउने बीचको त्यो मसिनो रेखा, त्यो कहाँनिर हुन्छ होला? अनि अन्त्यमा कुनै परिकार मौलिक हो कि होइन भनेर कसले निर्णय गर्छ त? त्यो परिकार बनाउने शेफले वा त्यो परिकार खाने ग्राहकले?